वेलकम टू माई च्यानल। आज हामी भ्यालुकप र समिप फर्मुलाको युज कसरी गर्ने र नेपालको ट्याक्स रिटर्नको अनुसूची 13 अथवा एनेक्स 13 तयार गर्नको लागि यसले कसरी हेल्प गर्छ भन्ने कुरा सिक्न जाँदैछौँ। सुरु गरौँ आजको टपिक्सबाट। आज हामी एनेक्स 13 को तयारीको लागि अबोभ 1 लाख पार्टी 1 लाख भन्दा धेरैको पार्टी कसरी निकाल्ने भने त्यसको लागि भ्यालुकप फर्मुला र समिप फर्मुला एकैपाली युज गरेर कसरी डाटा चाहिँ फर्मेटिङ गरेर सर्ट गर्न सक्छौँ भने चाहिँ आज हामी सिक्न जाँदैछौँ। त्यसको लागि चाहिँ ढिलो नगरी आजको टपिक्समा जाउँ। फर्स्टमा हामीसँग यो एउटा इक्जाम्पलको डाटा राखिदिएको छु मैले। तपाईहरुसँग चाहिँ ओरिजिनल डाटा हुन्छ, पार्टी नेम, प्यान नम्बर, एनुअल बिल ट्रान्ज्याक्सन, सेल्स ट्रान्ज्याक्सन कति छ त्यो सबै चाहिँ यहाँ तपाईको ओरिजिनल हुन्छ। मैले यहाँ धेरै डाटा राखेको छैन। यसबाट अब हामी पार्टी चाहिँ हामी एनुअल ट्रान्ज्याक्सन एउटै पार्टीसित धेरै पाली हुन्छ। एक्चुअल पार्टी हामीसँग नदोहोरिएका एक्चुअल पार्टी निकाल्नको लागि हामी टोटल पार्टी सिलेक्ट गरौँ, कन्ट्रोल सी गरेर कपी गरौँ, कन्ट्रोल भी पेस्ट गरेर गरौँ। यो टोटल पार्टी भयो। यसबाट हामीले डुप्लिकेट हटाउनको लागि डाटामा जाने, रिमुभ डुप्लिकेट रिमुभ गरौँ। कन्ट्रोल सेक्सन यही सिलेक्सनलाई मात्रै एक्सपान्ड नगरौँ, रिमुभ डुप्लिकेसन। अब हामीसँग एक्चुअल पार्टी यति छ। अब यसको प्यान नम्बर खोज्नको लागि भ्यालुकप फर्मुला युज गरौँ। भ्यालुकप फर्मुलाको लागि इक्वल टु VLOOK भ्यालुकप ब्राकेट ओपन गरौँ। लुकअप भ्यालु हरि इन्डेक्सको प्यान नम्बर। यो लुकअप भ्यालु चाहिँ जहिले पनि हाम्रो यो टेबल एरे भनेको यो टेबल हो। यसको फर्स्ट कोलममा चाहिँ यसको चाहिँ हुनुपर्छ, हैन भने चाहिँ फर्मुला काम गर्दैन। लुकअपले जहिले पनि राइट साइडमा चाहिँ फर्मुला तान्छ, यता लेफ्ट साइड चाहिँ जाँदैन। त्यही भएर यसलाई चाहिँ पार्टी यो जे लुकअप गर्नुपर्ने हो त्यसलाई चाहिँ यो टेबलको फर्स्टमा चाहिँ कोलममा हुनुपर्छ। हरि इम्पेक्स यसलाई चाहिँ हामीले कमा गरौँ। टेबल एरे टेबल हाम्रो सबै टेबल, यो चाहिँ हाम्रो सबै टेबल सिलेक्ट गरौँ। यसलाई याफो अथवा ल्यापटपमा आउने याफएन प्लस याफो गरेर यसलाई लक गरौँ। लक गरेपछि कलम इन्डेक्समा चाहिँ झुक्किन सक्छ। हाम्रो अहिले प्यान नम्बर हामीले यहाँ अहिले प्यान नम्बर सर्च गर्न लुकअप चाहिँ प्यान नम्बर गर्न गइरहेका छौँ। यहाँबाट हेर्दाखेरि 1 2 2 3 तीनटा कोलममा छ, तर हामीले चाहिँ टेबलको आधारमा चाहिँ कोलम गर्ने हो। 1 2 2 नम्बर कोलममा प्यान नम्बर छ। यसको हामीलाई चाहिँ एप्रोक्सिमेट म्याच चाहिने हो कि एक्ज्याक्ट म्याच चाहिने हो। हामीलाई चाहिँ यो एप्रोक्सिमेट म्याच चाहिँ रेन्जवाला फाइलको लागि चाहिँ काम गर्छ, यसमा चाहिँ काम गर्दैन। रेन्जवाला यसको बारेमा पनि छुट्टै कुनै दिन भिडियो बनाउँला। यो चाहिँ हामीसँग एक्ज्याक्ट म्याच चाहिने भएकोले हामीले 0 गरौँ, ब्राकेट क्लोज गरौँ, इन्टर। हामीसँग यसको चाहिँ प्यान नम्बर आइसकेको छ। यहाँबाट डबल क्लिक गरेर अथवा यहाँबाट ड्र्याग गरेर हामीले सबै फर्मुला तान्न सक्छौँ सबैमा। यसको चेक गरौँ। गोपाल इम्पेक्स 10 पार्टी नेम आयो, प्यान नम्बर पार्टीको प्यान नम्बर पनि आयो। अब हामी एनुअल सेल्स चाहिँ एउटा पार्टीले एनुअल कति सेल्स गर्यो भनेर चाहिँ हामी सेल्स हेर्न जाँदैछौँ। यसको लागि चाहिँ अब समिप फर्मुलाबाट जान्छौँ हामी। इक्वल टु SUMIF समिप ब्राकेट ओपन रेन्ज। अब हाम्रो हरि इम्पेक्सको कुन रेन्जमा हामीले चाहिँ हरि इम्पेक्सको अहिले खोज्न जाँदैछौँ। कुन रेन्जमा छ त भन्दा यो पार्टी नेमको रेन्जमा हरि इम्पेक्स छ। यसलाई याफो गरेर लक गरौँ, कमा क्राइटेरिया हाम्रो खोज्नुपर्ने क्राइटेरिया कुन हो, हरि इम्पेक्स चाहिँ हामीले खोज्नुपर्ने, कमा सम रेन्ज सेल्स विदाउट भ्याटको रेन्ज चाहिँ कुन हो भन्दा हाम्रो यहाँदेखि यहाँसम्मको रेन्ज छ। यसलाई पनि लक गरौँ किनभने यो टेबल सबैको लागि यही नै हो। याफो गरेर लक गरौँ, ब्राकेट क्लोज, इन्टर। अब यसलाई यहाँबाट ड्र्याग गरेर टोटल सेल्स विदाउट भ्याटको पार्टी प्यान नम्बर। यहाँ जति चाहिँ डबल छ डुप्लिकेट्स भ्यालुहरू, डबल बिलहरू गएको छ। अब हामी सिंगल एनुअल एउटा पार्टीको सिंगल पार्टीको वर्षभरिको कारोबार यहाँ आइसकेको छ। यसको लागि चाहिँ चेक गरौँ टोटल कारोबार कति भयो भनेर। अल्ट प्लस याफो सम गरौँ। यहाँ 82,70,000 हाम्रो चाहिँ पुरावर आएको छ। यसको चाहिँ यो भ्यालु मिलेको छ। यो यसको काम सकियो। भ्यालुकप र समिप प्रयोग गरेर अब हामीले 1 लाख भन्दा माथिको पार्टी चाहिँ यहाँ यसरी टोटल पार्टी सिंगल पार्टीको एनुअल ट्रान्ज्याक्सन ल्याइयो। यसलाई चाहिँ अहिले
अब हामी 1 लाखभन्दा धेरै कुन पार्टीको चाहिँ 1 लाख वा 1 लाखभन्दा धेरै छ त सेल्स ट्रान्ज्याक्सन भनेर चेक गर्नको लागि फिल्टर सेल्स विदाउट भ्याटमा नम्बर फिल्टर हामीसँग 1 लाख र 1 लाखभन्दा धेरै 1 लाख पनि 1 लाखभन्दा धेरैमा गनिने भएकोले ग्रेटर देन अर इक्वल टु 1 लाख को लागि यसो गरौँ 1 2 3 4 5 1 लाख एन्ड ठीक छ ओके हामीसँग 80 पार्टी चाहिँ 1 लाखभन्दा धेरैको ट्रान्ज्याक्सन गरेको रहेछ आइसकेको छ यसलाई कपी कसरी गर्ने त भन्दा यहाँ चाहिँ हाम्रो रोहरू हाइड रोहरू छ त्यही भएर यसलाई चाहिँ हाइड रोहरू पनि कपी गर्दा कपी हुने भएकोले हामीले यसलाई चाहिँ कपी गरेर कन्ट्रोल सी गरौँ फाइन्ड एन्ड सिलेक्टमा गएर गो टु स्पेसलमा गएर भिजिबल सेल ओन्ली यहाँ जति हामीलाई चाहिँ भिजिबल सेल छन् हामीलाई चाहिँ हाइड सेल चाहिएन भिजिबल सेल ओके अनि यहाँ जाने अल्ट ESV गरेर डाइरेक्ट सर्टकट विधिबाट पनि हामीले गर्न सक्छौँ अथवा पेस्टमा गएर पेस्ट स्पेसलमा गएर भ्यालु मात्र अहिले फर्मुला हामीले यहाँ तान्ने होइन भ्यालु मात्र ओके हामीसँग यो पार्टी नेम चाहिँ माथि नै छ यसलाई हामीसँग 1 लाखभन्दा धेरैको पार्टीको डिटेल आइसकेको छ भिडियो मन परेमा लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला धन्यवाद।